र यो नाम धेरै छ, यो पढेर म अहिले त्यति लामो समय पनि छैन। म माफी चाहन्छु सम्पूर्ण उपस्थित मञ्चमा उपस्थित नेतृत्वगणलाई, भारतीय जनता पार्टीका जिल्ला अध्यक्ष लगायत सम्पूर्ण हाम्रा एलायन्स पार्टीका नेतृत्वगण लगायत सम्पूर्ण कार्यकर्तालाई बधाई र सम्बोधनमा राख्दै, आज हेर्नुहोस् यहाँ कुनै विशेष कार्यक्रमले हामीहरू आएका होइनौँ र म चाहिँ खाली कालिम्पोङका जनतालाई हात जोडेर नमन गर्न, धन्यवाद गर्नका लागि यहाँ उपस्थित भएको हुँ। भारतीय जनता पार्टी कालिम्पोङका सम्पूर्ण जनताप्रति ऋणी छ। मोदीजी लगायत सम्पूर्ण नेतृत्वगण तपाईहरुप्रति ऋणी छ। सम्पूर्ण एलायन्स पार्टीका नेतृत्वगण तपाईहरुप्रति हामीहरू ऋणी छौं। तपाईहरुलाई नमन गर्न आएको, धन्यवाद भन्न आएको र यो जीत भारतीय जनता पार्टीको जीत होइन, कालिम्पोङका जनताको जीत हो, यो पहाडको जनताको जीत हो, गोर्खा जातिको जीत हो। यो जीत म तपाईहरुलाई समर्पित गर्न आएको हो र कुनै पनि कार्यक्रम सुरु गर्नुभन्दा अगाडि राम्रो काम गर्नुपर्छ, शुभ काम गर्नुपर्छ। त्यो शुभ काम गर्नका लागि म यहाँ आएको र सम्पूर्ण शहीद परिवारलाई नमन गर्न, शहीद परिवारका सम्पूर्ण सदस्यगणको चरण स्पर्श गर्नका लागि आज म यहाँ उपस्थित भएको हो। यो जीत म समर्पित गर्न चाहन्छु सम्पूर्ण हाम्रा शहीद परिवारका सदस्यलाई। यो जीत आज सुनिश्चित भएको छ भने त्यसको कारण हाम्रो शहीद परिवारका सदस्यहरू हुन्। उहाँले गरेको त्याग, उहाँले गरेको बलिदान र उहाँले जुन कठोर तपस्या गर्नुभएको छ, आफ्नो परिवारको सदस्यलाई गुमाउनु भएको छ, त्यसले गर्दाखेरि यो जीत सुनिश्चित भएको हो। नत्र भने फेरि पनि यहाँ बङ्गालले जितेको हुन्थ्यो। यो शहीद परिवारका सदस्यको कृपाले गर्दाखेरि आज गोर्खा जाति जितेको छ। शहीद परिवारलाई कहिल्यै पनि हामीहरू बिर्सिनु हुँदैन। उहाँहरूलाई नमन गर्न म आएको हुँ। म सम्पूर्ण भारतीय जनता पार्टीका, एलायन्स पार्टीका नेतृत्वगण, कार्यकर्तालाई नमन गर्न चाहन्छु। सम्पूर्ण कालिम्पोङका सिनियर सिटिजन लगायत वरिष्ठ नागरिकगणलाई पनि नमन गर्न चाहन्छु। सम्पूर्ण सङ्घ संस्थालाई बधाई दिन चाहन्छु, युवा साथीलाई बधाई दिन चाहन्छु, नारी शक्तिलाई बधाई दिन चाहन्छु, हिन्दी भाषी लगायत यहाँ सम्पूर्ण व्यापारी वर्गलाई पनि म बधाई दिन चाहन्छु र विशेष बधाई भनेको चालक दलका साथीहरूलाई दिन चाहन्छु। ट्याक्सी ड्राइभर लगायत बस ट्रकका ड्राइभरका दाजुभाइहरू, उहाँका एसोसिएसनहरूलाई पनि बधाई दिन चाहन्छु। आइसिडिएस लगायत आशा वर्करको पनि यो जीत हो। साहित्य वर्ग लगायत कलाकारका साथीहरूलाई पनि बधाई दिन चाहन्छु। श्रमिक वर्गलाई पनि बधाई दिन चाहन्छु। एक्स आर्मीका मानवहरूलाई पनि बधाई दिन चाहन्छु। सबै धर्मलाई मान्ने व्यक्तिहरूलाई पनि म बधाई दिन चाहन्छु। सम्पूर्ण जात गोष्ठीलाई पनि बधाई दिन चाहन्छु। पुलिस प्रशासन लगायत मिडियाका साथीलाई पनि बधाई दिन चाहन्छु। र मैले अघि पनि भने, कोही छोड्यो भने उहाँहरूलाई पनि बधाई दिन चाहन्छु। यो जित राजु बिष्ट र बिजेपीको होइन, तपाईँको जित हो।